हेलो साथीहरु नमस्ते गुड इभिनिङ। आज पनि म यहाँहरुको लागि सदा चाहिँ आफ्नो डेली ब्लग लिएर उपस्थित भइसकेको छु। आशा छ यहाँहरुले हेरेर मेरो भिडियोलाई लाइक कमेन्ट गरिदिनु हुनेछ, साथसाथै मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु हुनेछ। आज चाहिँ म दिउँसोमा ब्लग स्टार्ट गरिरहेको छु किनभने बिहानमा चाहिँ म अलि बिजी थिएँ। गर्मीले ब्लग स्टार्ट गर्न सकिनँ, यति धेरै गर्मी छ नि, म त आत्तिसकेँ। अनि त्यही भएर म चाहिँ एकछिन सुतेको थिएँ, सुतेर उठेर अनि बल्ल ब्लग स्टार्ट गर्दैछु। हेरौँ हजुरहरूलाई आज तराईको हाम्रो बजार देखाउने छु, के कस्तो छ हजुरहरूलाई पनि म देखाउने छु। लेट्स गो गाइज। हेलो गाइज, हाम्रो तराईको चाहिँ बिहानको समय यस्तो छ ल। घाम छैन तर यति गर्मी छ, ओ माई गड, पसिनाको त कुरै नगरौँ, यस्तो छ ल। हाम्रो दाइको घरबाट पुरा यस्तो देखिँदो रहेछ, पुरा घाम लाग्न लाग्दै हुनुहुन्छ यताबाटै, यस्तो छ नजारा। हेर्नु ल, हाम्रो तराईको पुरा खेत होइन, बारी यहीँ, घर यहीँ, खेत यहीँ, आनन्द यस्तो छ है, यस्तो रहेछ ल। हजुर आउनु माथि, यस्तो छ साथीहरू बिहानको दृश्य। मेरो सानो ल नमस्ते गर्नु जानु त्यहाँ भगवान्जीलाई ल। हजुर 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 माथि खेल्नुहोस्, नमस्ते साथीहरू। हामी चाहिँ जाँदैछौँ तराईको बजार घुम्नलाई, कस्तो हुन्छ म हजुरहरूलाई पनि देखाउँछ है। यस्तो घाम, अहिलेसम्म यस्तो घाम लागिरहेको 6 बजिसक्यो। अनि बा यस्तो गर्मीमा तराईमा त बस्न गाह्रो, कसरी बस्नु हुन्छ पहिलेदेखि बानी भएको मान्छेहरूलाई त है, केही नहुने, हामीलाई त एकछिन त मेरो नानु हाई गर्दैछ ल। हेर्नु त सानो, पुप्पु भनिदिनु ल, पुप्पु भन्नु नि त। मेरो बाबुलाई बोक्दै हिँडिसक्यो हे। मेरो काम अझै सकेन, मन्डेसम्म मेरो काम छ, सायद ट्युसडे मात्रै अब म जान्छु होला। म हजुरहरूलाई पुरै बजार देखाउँछु है त आज। बजार आइपुग्यो हामीलाई, हेर्नु बजार, सानो पसलहरू है, यस्तो एउटा सिम्पल घर बस्दा लाउने हो, त्यस्तो त किन्दैन हुन्छ होला सर। यो के चोक हो नानु? पत्रुकी चोक भनेकै रहेछ ल, पत्रुकी चोक। पत्रुकी चोकमा चाहिँ म बाबुहरूलाई सानो लुगाहरू किन्न आउँदैछु है। गर्मीले मैले काठमाडौँ लिएर आएको लुगा काम लागेन, अब सानो लुगाहरू यहाँ म किनिदिँदैछु मेरो बाबुहरूको लागि। मेरो नानु र म आएको छु। मेरो नानु नाना किन्ने ल, आउलाई सानुलाई नाना किन्ने हो नि त। अनि नाना ऊ हेर्नु त नाना। फाइनली हामी यो लुगा किनेर आइसक्यौँ गाइजहरू। अब जाँदैछौँ बजार घुम्नलाई, अब तराईको बजार, गर्मी बजार। अब हामी आउँदैछौँ काँक्रो किन्नलाई, काँक्रो किन्दैछौँ हामी नानुसँग। बजार यस्तो छ साथीहरू हाम्रो बजार, पत्रुकी बजार। हाम्रो चाहिँ पत्रुकी चोकमा चाहिँ हाम्रो घर छ। घर हाम्रो भन्नाले दाइको, मेरो सासु मम्मीको बहिनीको घरमा हामी आउँदैछौँ पत्रुकी बजारमा। यस्तो छ बजार साथीहरू, घरहरू सक्खर बन्दै गरेको घरहरू, सानो यस्तो क्या, सानो पसलहरू, यस्तो बजार छ है साथीहरू ल, यस्तो छ। जोर बजार हामी चाहिँ जाँदैछौँ किन्नलाई काँक्रो। काँक्रो त राम्रै पाइएन, अब अर्को ठाउँमा काँक्रो किन्न जाँदैछौँ। यो गर्मीमा काँक्रो खानुपर्छ है साथीहरू, हजुरहरू पनि काँक्रो टन्न खानु होला तराईमा बस्ने साथीभाइहरू। यति धेरै गर्मी, ओ माई गड। हामी जाँदैछौँ हिँड्दै मेरो सानो पुन्टुरु।
टुमटुरु फुपूले बोक्दै हिँडिसकेको छ मेरो सानोलाई फुपूले यस्तो यस्तो बजारहरू हरियाली बाटो तराईको सहर तराईको बजार ए यहाँ ए ए पचरुखी भन्ने रहेछ होइन यो ठाउँ पचरुखी स्टेसनरी पचरुखी आयौँ हामी अर्को पसलमा यस्तो छ र यस्तो बजार छ ल बजारहरू यस्तो छ ल सानो ल आउनु ल हेर्नु यसरी खिची खिची गर्दै जाने हो नि त अनि सानो यसरी खिच्दै खिच्दै जाने हो अब हाम्रो माथि जाने बाटो नि यही भन्छ जस्तो लाग्छ दाइले है हिजो गाडीमा कता कता घुमाइछ जस्तो लाग्थ्यो यहाँ चोकबाट छिर्ने भन्छ त अन्त नि आज माथि सफा गर्न जाने भनेको भ्याइएन अन्त नि अब बसिरह्यो अन्त नि म भन्छ त एकजना मान्छे खोजेर गइसो भन्छ त फेरि अब खोज्ने सुत्नलाई दाहिने मिटिङमा गइसकेछ अनि फेरि ठुलमामले भोलि गरेन हुन्छ भन्नलाई भोलि नुहारन सकाएर अनि जानुपर्छ अब टुरुहरूलाई लिएर हजुरले देखिसक्यो छैन माथिबाट देखिन्छ हजुर ए माथि नै थियो ए भर्खर भर्खरै आइसकेको रहेछ मजाको हुनुहुँदो रहेछ दाइ मजाको लाग्यो मलाई त फर्स्ट टाइम भेटेको जाने कस्तो हुनु हिँड्छ जस्तो लाग्छ मजाको लाग्यो खाने खाऊँ न त बाबु नि खाने ल चटपट खाने हामी चटपट बनाइदिनु त भाइ मिठो तराईको चटपट खानु पर्यो बाबु के खाने भन्नु त चटपट बस्नु नानु यस्तो छ हाम्रो बजार हस् हुन्छ बस्नु बेबी सिटी गयो सानो गाडी हेर्नु त सानो गाडी गयो यता पनि छ बाटो टिट गाडी गयो सानो त हेर्नु ल हामी के खानु लाग्यो यहाँ लाग्छ यहाँ चाहिँ हाम्रो पुरा शुक्रबारे बजार लाग्छ है साथीहरू यो बाँस गाडीको ठाउँमा पुरा बजार लाग्छ शुक्रबारे हाट बजार लाग्ने रे हिजो हामी आउँदाखेरि कति भिड थियो यो बाटो आज यस्तो खाली पुरा खाली दिदीहरू साइकलमा सरर तराईतिर यसरी हाम्रोतिर कहाँबाट साइकल हुनु यस्तो छ है हाम्रो बजार यस्तो खालको घरहरू छ क्या यस्तो खालको घरहरू तराईतिरको घर यस्तो छ ल साथीहरू हेर्नु होला अब हामी यता माथि पुगेर फेरि फर्कन्छौँ घरतिर हामी खाँदैछौँ अब चटपट यस्तो चटपट खाँदैछौँ हामी यहाँ त यस्तो धारा नि हुँदो रहेछ ल बट्टामा चटपट हजुर के खानुभएको
पुरी खानुभयो हो झरिसकेछ ल खाइस हामी अब खाँदैछौँ चटपट यस्तो हालिदिनु रहेछ भुजिया जस्तो हजुर पुरी बोकेर हिँड्दैछौँ हामी सानेको लागि घर नि बन्दै रहेछ यहाँ एउटा श्रेष्ठ ट्रेडले नेवारको पसल त्यो भेट्टाएँ मैले एउटा हाम्रो त्यो दाइको नि एउटा नेवारको घर बन्दै रहेछ होइन यहीँ हजुर दाइले जो भन्दै रहेछ नि त नेवारकै घर हो नि भन्दै रहेछ नि हाम्रोमा चाहिँ यहाँ के अरे मम्मीहरूसँग ए ल्या म छिर्नु हुँदैन होला किचनमा मैले थोको खानु हुन्न होला भनेर नसोचिकन छिर्छ है त्यही त हिजो त्यस्तै अप्ठ्यारो लागिरहेको थियो के गरौँ के जस्तो लाग्यो फेरि मम्मीलाई अनि मैले अब मैले पकाएर खाइसिन्छ त मामु भनेको ठुलो मम्मी अनि हाम्रो मम्मी चाहिँ अनि खानुपर्छ नि अब खानु परेन त भन्दै रहेछ नि त झन् मान्छेहरू कति मन चाचिरहेका हुन्छन् क्या अब के गर्छु भनेर मैले भनेको क्या मैले मम्मीलाई हामी त गएर तपाईँहरू पनि गएर खाइदिनु कि मम्मी अनि त्यसपछि झन् ठुलो मम्मीलाई उयो हुन्छ हौसला मिल्छ भनेको क्या अनि हो नि आजकल अब है के त्यस्तो त्यसरी भनिदिनु ठुलो मम्मीलाई पनि भनेको क्या लिनु ल अब तपाईँसँगै बस्नुपर्छ भनिसकेपछि त नि त हो नि त्यही त जाँदैछौँ हामी आज नयाँ बाटो आइयो नयाँ बाटोबाट पुरै खेतै खेत है यस्तो घर वरिपरि यस्तो पुरै खेतै खेत ल यस्तो कस्तो यो सम्म ठाउँ भएर होला घर टाढा टाढासम्म देखिने है खेत अनि फेरि एउटा घर एक ठाउँमा एउटा घर एक ठाउँमा टाढा टाढा अझ यहाँ त अलिक बाक्लो बसिरहेछ त्यहाँ माथि चाहिँ अलिक पातलो रहेछ बस्ती हजुर अलिक टाढा कति छिटो भरिन्छ है हेर्दै क्या टाढा त चापी लगाएर राखिरहेको छ गएर चापी मागेर हेरिरहेको भोलिको लागि साथीहरूलाई सरप्राइज छ म भोलि कहाँ जाँदैछु भनेर अब बाटोबाट पनि कस्तो राम्रो लाग्यो हिजो बाटोबाट देख्दा अनि दाइले आज जाऊ सिटीमा अनि घेरेर घुमेर आऊ एसीमा बस्न पाइन्छ भन्दै रहेछ नि त भोलि म जाँदैछु इटरीको बाटबाट नि नेपालकै ठुलो अरे नि त त्यो त है 10 रुपियाँको 3टा मात्रै आउँदो रहेछ पुरी पनि हालेर पनि दिएको थियो त्यसले थोरै थियो क्या त्यो भित्र उयो हालेर पनि त्यति नै हो नि त्यही त क्या है त्यो नहाल्दाखेरि त 4टा दिनु नि त्यही त खेत रोप्ने भर्खर लिनु ल खेत रोप्ने बेला भएर चाहिँ खेतहरू टक्क रोपिराखेको छ है के सानो हिँड्छौ ल हिँड्छौ ल ल हिँड्नु नि त ल हिँडी गर्नु हिँड्नु ल ल हामी चाहिँ हिँड्दैछौँ शीतल खाँदै यति बेला चाहिँ निस्किनलाई शीतल हुने रहेछ आनन्द हुने रहेछ यति बेला चाहिँ ल है त्यही त नि त्योहरू मलाई सर्फको चाहिँ डरले कस्तो कोठा कोठामै है आएको कति भिडियोहरू हेर्छु क्या मलाई कस्तो डर लाग्ने बाटो पुरै यो बाटो चाहिँ पिच भएर रहेछ हाम्रो माथि चाहिँ त्यहाँ चाहिँ पिच नै भएन रहेछ कहिले हुने त्यो भइहाल्छ गेटमा फुटक्क हिँड्दै जाँदैछौँ अब भोलि त डन्नै पाहुना आउनुहुन्छ होला घर है यही हो ए यस्तो छ ल खेतै खेत क्या पुरै तराई भनेपछि पुरै खेतै खेत हुने क्या है घर घरमै खेत अघि हामी त काकी के थरी भनेर सोधिहाल्नु ए हो म त झन् सरलाई के थाहा भइहाल्छ क्या है चिनिहाल्छ मेरो फेसबाटै थाहा भइहाल्छ नयाँ घर बन्दै रहेछ यत्रो यस्तो डिजाइनको घर हिँड्दैछौँ
ल हिँड्नु ल आफै हिँड्नु ल यता 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 सानो यता होइन नि त यता उता हो ल हिँड्नु फुन्टुरु हेर्ने हुन्छ फुटुर लाएर ल हिँड्नु सानो फुन्टुरु हिँड्दै हुनुहुन्छ फुटुङ भएर ल हिँड्नु ल यता यता आउनु सानो कुनामा ल फुपूलाई समाउनु ल फुपूलाई समाउनु मामुलाई समाउने आइपुग्यो हामी हाम्रो टोल त भन्नु पर्यो नचमाउने आइपुग्यौँ हामी चाहिँ यो घर दाइले भन्दै रहेछ नि त अर्को घर अब हामी जान्छौँ दाइको घरमा हिजो मलाई दाइ त्यहाँसम्म लिनु गइसकेको थियो बाटोसम्म ल हिँड्नु ल हिँड्नु शीतल सर उसलाई यस्तो हिँड्नु पर्ने मान्छे घरमै राखिरहेर अनि हामी आइपुग्यौँ हाम्रो टोल हाम्रो घर लाउनु दाइको घरमा आइपुग्यौँ हामी ठ्याक्कै दाइको घरको नि यता नि खेतै खेतको बिचमा घर लाउनु ल बाबा घर गएर हेर्ने हो नि त नि बाबा हेर्ने ल हिँड्नु न ल आउनु ल खेतै खेत पुरा यस्तो खेतै खेत हुने अनि बिचमा घर हुने ल यस्तो रहेछ आउन सानो यता हेर त यहाँ कस्तो बारी हेर्नु त ल कति धेरै बारी खेतै खेत यस्तो छ है साथीहरू आजको भ्लग खासै राम्रो नि भएन हजुरहरूलाई देखाउन चाहेको मैले अर्कै थियो तर अर्कै बन्यो हजुर हस् दाइ पनि राम्रो मानेर हेर्दैछु भोलि हजुरहरूको लागि एउटा सरप्राइज छ म कहाँ जाँदैछु भनेर त्यसको हजुरहरूले वेट गर्नुपर्ने हुन्छ हजुर फ्लावर हस् सानो हजुर हस् मेरो सानो गेट नसरेर बोलाउँदै हुनुहुन्छ मामु आऊ भन्छ आज हाम्रो नन्द भाउजूको हल्का गफ हजुरहरूलाई सुनाएँ मैले भोलि हजुरहरूलाई म नयाँ ठाउँमा लैजाँदैछु भ्लग स्टार्टदेखि अन्तिमसम्म हेरिदिनु होला कस्तो राम्रो फ्लावर क्या वाउ येल्लो कलरको यो चाहिँ हाम्रो दाइहरूको वाउ यहाँ त म्याङ्गो आँप फलेर चाहिँ वाउ हाम्रो दाइहरूको घर हो यो चाहिँ दाइ मेरो जेठाजु दाइको मेरो मम्मीको मेरो सासू मम्मीको बहिनीको घर हो साथीहरू यो चाहिँ ठुलो रहेछ एरिया पुरा यस्तो मकैहरू लाउन नि मिल्ने यस्तो फ्रुट्सहरू लगाउन नि मिल्ने घर यसरी बनाएर अनि यति ठाउँ छोड्यो भने चाहिँ आफूलाई मन लागेको कुरा लगाउन पाइने रहेछ क्या साथीहरू धुपी पनि राख्छ रहेछ ठुलो मम्मीले आन्टीले बाटो यस्तो पुरै छापेको म यस्तो पारामा हिँड्दैछु टुकुर भएर आनन्द रहेछ यति बेला चाहिँ दिउँसोमा चाहिँ गर्मीले मर्रिने रहेछ साथीहरू के भयो चप्पल खोल्दैछु मेरो सानो चप्पल खोल्ने गर्मीले मेरो सानो जता पनि बस्ने प्यात्त लाएर चिसोमा चिसो खाने चिसोमा बस्ने मेरो सानो यस्तो हैसिन्छ यो मेरो पुन्तुलु हामी गेटबाट छिर्यौँ त्यसपछि यस्तो छ है आन्टीले पुरा यस्तो रोपिस्या रहेछ है साथीहरू हेर्नु न पुरा यस्तो रहेछ है फ्लावरहरू वाउ म्याङ्गो यति सानो बोटमा पनि म्याङ्गो ल साथीहरू आँप यति सानो बोट ल यति हो बोट हजुर हस् यस्तो छ हेर्नु न फ्लावर यस्तो बारी अम्बाको बोट पनि रहेछ है हाम्रो आन्टीको बारीमा आँपको बोट यहाँबाट अघि एउटा काँक्रो टिपेर हामीले खाइसक्यौँ
काँक्रो नि फलाइसकेको रहेछ आन्टीले यो के को बोट होला यो म त केही चिन्दिनँ यो के होला यो हजुरहरूले चिन्नुहुन्छ भने कमेन्ट गरिस्यो यस्तो रहेछ साग पनि रहेछ यहाँ यस्तो के साग भन्छ यसलाई यस्तो रहेछ भिन्डी हाम्रो मम्मीको ठुलमम्मी आन्टीको हाम्रो आन्टीको करेसाबारी पुरा चिप्ले भिन्डी पनि फलिरहेको रहेछ यहाँ हजुर म तल बजार घुमेर आएको नि मकैबारी भाटबटी नि भोलि जाने अब सिर्जना फुपू आइसिन्छ मेरो सानो गर्मीले हेर्छ त गाइजहरू यस्तो भएर बसेछ स्यान्डो र पेन्टी लगाइसेर हो र किन डराउनु पर्दैन आन्टी दादाहरू हैसिन्छ नि त धन्दै डराइन रे यस्तो छ साथीहरू हाम्रो आन्टीको घर इटहरीमा हो ल ल बाबा इटहरीको गर्मीमा साथीहरू साह्रै गाह्रो हुने बा कसरी बस्नु यस्तो गर्मीमा हामी त झन् पहाडमा जन्मेको मान्छे 1-2 वर्ष म्यानेज गर्न गाह्रो छ त्यसपछि त बानी होला नि सानेलाई पुरा हिजोको दिन घाउर आएर कस्तो भएको छ तुलसीको मठ पनि हुँदो रहेछ यहाँ तुलसीको मठ हजुर आऊ कहाँ जाने सानो कहाँ जाने भित्ता जाने आमा खोइ आमा भित्ता उसिन्छ मेरो सानोले मलाई मम्मा आऊ भन्दै तान्दै ल्याएछ ल म चाहिँ भित्र छिरेँ है मेरो आन्टीहरूको घर ल नि भित्र आयो मेरो सानो टिभीहरू ल बाबुहरूको पारा त हेर ल दाजुभाइ टिभी हेरेर बसिसक्यो यस्तो छ है राम्रो डेकोरेसन गराइसक्यो दाइले भाउजू दिदीले भन्नु पर्यो अब चरा कराउँदैछ साथीहरू ओबी चरा कराको आवाज सुन्नु होला हाम्रो घरमा यस्तो छ चराको चिरबिर आवाज साथीहरू आजको मेरो भ्लग हजुरहरूलाई कस्तो लाग्यो हाम्रो नन्दा भाउजूको सानोतिनो गफकाफ हजुरहरूलाई भनौँ न त्यो भने नि थोरै देखाउन पाएँ मैले आशा छ यहाँहरूले स्टार्टदेखि अन्तिमसम्म हेरेर साथ दिनुभयो यहाँ हजुरहरूलाई मेरो आज तराईको थोरै साह्रो क्लिपहरू मात्रै मैले देखाएँ के कस्तो लाग्यो हजुरहरूले प्लिज कमेन्ट गर्नु होला यति भन्दा आजको भ्लग म यहीँ इन गर्न चाहन्छु हस् त थ्याङ्क यू बाई बाई लभ यु अल बाई बाई चुप्पा ल बाई बाई गरिदिन्छु ल बाई बाई चुप्पा गरिदिन्छु बाई बाई चुप्पा आई लभ यु गाइज बाई बाई